है साथीहरु सेलेरी आयो है। आज सेलेरी आयो। अब आजको दिन मात्रै, आजको रात मात्रै हो। अब अहिले रात पर्यो यहाँ। अब भोलि बिहान नै 9 बजे गएर पैसा हाल्नुपर्छ, नत्र भने किस्ताले मार्छ। घरमा किस्ता पनि छ। अब भोलिको किस्ता छ। अब आज त पैसा पठाउनै पर्यो। सेलेरी आज ठ्याक्क अब किस्ताको लागि मागेको, किस्ता आउँदैछ घरमा भनेर। यो पैसा त हामी परदेशको लागि त सिर्फ केही घन्टाको लागि मात्रै हो, अहिलेको लागि मात्रै। सिर्फ सुत्दाखेरि त अब पैसा हामीसँग हुन्न। अब हामीले ब्यागमा राखेर उतातिर राख्छ भने समाउनु पर्ने भनेको एकचोटि साउले हातमा दिने बेलामा समाउने हो, अरू एकचोटि ब्याङ्कमा गएर हाल्दाखेरि समाउने हो। एक महिनाभरि काम गरेर सिर्फ 2 चोटि मात्रै पैसा समाउन पाइन्छ साथीहरु। यस्तै छ परदेशी लाइफ है। के गर्ने, गाह्रो छ। अब यसलाई भोलि बिहानै लगेर हालिदिनु पर्छ। यहाँबाट भोलि म 9 बजे जान्छु, बिहानको 9 बजे। अब उतैबाट म ड्युटी पनि जान्छु, बिहानको ड्युटी पनि छ। बिहान 9 बजे हालिदिएपछि 9, 10, 11, 12 लगभग 12 बजेतिर नेपाल पुगिहाल्छ पैसा। अब यहाँको 9 भनेपछि त नेपालको 9:30, 10, 11, 11:30, 12 बज्छ। त्यो टाइममा चाहिँ ठ्याक्क उहाँ निकाल्छन्। भोलि बिहान चाहिँ जानुपर्छ हाल्न, बिहान 9 बजे। ल है साथीहरु लाग्यो ड्युटीतिर। आजको सिन है ठिकै छ, राम्रै छ, बबालै छ। आज चाहिँ म जाँदैछु यसो बाटो। आज कहाँ जाने भन्दाखेरि सिन त बबालै छ है। आज पनि बबालै छ, चिसो छ। क्या हावा चल्दिरह यार, भरे बब्बल हावा चल्दिरह। आज चाहिँ म ब्याङ्कमा जाँदैछु है। ब्याङ्कमा आज सिधा आज बाटो अलग हुनेछ मेरो आजको। ब्याङ्कमा जान्छु, ब्याङ्कमा गएर पैसा हालेर अनि त्यसपछि त्यतैबाट म ड्युटी जान्छु सँग। आज चाहिँ सिधा गइन्छ है। आज सिधा यो बाटो नछोडेर ब्याङ्क आउँछु। तपाईहरुलाई देखाउँछु बिहानको टाइम है साथीहरु। यो बिहानको टाइम हो। तपाईको मार्च अप्रिलतिर त यस्तो हुँदैन, एकदम गर्मी हुन्छ बिहानमा त हिँड्नै सकिन्न। यो गाडी छ नि, यो गाडी त्यही ब्याङ्कवालाको मान्छे हो के। यो पछाडिको गाडी छ नि, उसको चाहिँ त्यो सुपर मार्केट हो। यही ब्याङ्कवालाको यो सुपर मार्केट। किनभने मलाई राम्ररी चिन्नुहुन्छ अनि मैले यहाँ काम गर्दाखेरि चिनेको। उहाँको एउटा होटल पनि छ है, त्यही साइडमा फास्टफुड बर्गरहरू। त्यो बर्गरमा मान्छे त्यो भन्नुभएको थियो मलाई। अब मसँग मान्छे नै केही नै है। उहाँलाई अब सब जानेको मान्छे चाहिने, फेरि उहाँलाई फेरि साउदीमै भएको मान्छे चाहिएको रहेछ, नेपालबाट चाहिँ नलिने गरे। तर खास भन्ने भने यहाँको साउदीमा चाहिँ आउँदाखेरि यति धेरै मान्छेहरू माग्छ, यति धेरै मान्छेहरू जहाँ गए त्यहीँ माग हुन्छ मान्छेहरूको, वर्करहरूको। मलाई यो मान्छे दे, मलाई यति मान्छे दे भन्छन्। म जस्तै यहाँ भिडियो बनाउँदै हिँड्यो भने बाटोमा आएर पनि मान्छेहरूले त्यही सोध्नुहुन्छ कि तसँग नेपालीहरू छ कोही काम गर्ने, तसँग कोही काम गर्ने मान्छे छ भनेर सोध्नुहुन्छ। अब नेपालबाट आउँदाखेरि चाहिँ ठ्याक्कै यही साउदीमा आउनलाई पनि कमसेकम 5-6 महिना लाग्छ। तर कुन ठाउँबाट कताबाट रोटेसन मिलेछन् भन्ने कुरो भयो क्या। अब नेपालबाट हुँदाखेरि यति धेरै मान्छेहरूले पासपोर्ट लगेर बुझाउनुहुन्छ मेन पावरमा होइन, र पनि उहाँहरूको हुँदैन, कामै हुँदैन। अब यहाँको साउहरूलाई, यहाँको मान्छेहरूलाई फेरि यति धेरै वर्कर चाहिएको छ। जहाँ जान्छु म त्यहीँ वर्कर माग्छ। म यहाँ आउँदा फेरि मलाई पनि धेरै टाइम लागेको काम नपाएर। लगभग 5-6 महिनामा बल्ल मैले काम पाएको होइन। तर फेरि यहाँ यति धेरै वर्कर चाहिएको छ, नेपालबाट वर्करै आउन सकिरहेको छैन। फेरि नेपालको मेन पावरले मान्छे नै पठाउन सकेको छैन यार। खास कुरो के हो बुझ्नै नसकिने। ल साथीहरु, अब म ब्याङ्कमा जाँदैछु। त्यो ब्याङ्कमा पुगेपछि म तपाईँलाई भिडियो देखाउँछु ल। अब ब्याङ्क आउँदैछ मेरो। यहाँबाट अलिकति तल गयो भने ब्याङ्क आउँछ। ब्याङ्कमा पैसा हालेर फेरि रिटर्न फेरि यही बाटो फेरि काम गर्ने होटलतिर लाग्नुपर्छ। ल है आइयो है ब्याङ्क यही हो।
उहाँ सर त मभन्दा नि अगाडि आइसक्नु भएछ यार। यो गाडी उहाँको है सरको। यो ब्याङ्क है, ब्याङ्क टक्क यो ब्याङ्क हो। ल साथीहरू काम भयो, एकदमै ढिलो भयो यार। मेसिन बिग्रेको रहेछ है, भित्र पाइएन भिडियो सिडियो खिच्नलाई। अब भेटौँ होटलमा गएर है त। बाटो अलि लामो छ है, गर्मी पनि धेरै चलिरहेछ। गर्मी पनि पुरा एकदमै बढ्यो यार यहाँनिर, दिउँसोको गर्मी। अब होटलमै गएर लागौँ है त साथीहरू। वहाँ अंकलले यस्तो गर्मीमा के पुरा। अंकल कैसे हो? किधर बांग्लादेशी? गर्मी नहीं लगता है? क्या गर्मी लगेगा, सब ठीक ठाक है ना? गर्मी बहुत है बाहर और काम करने का ऐसा खाना पीना। कितना बजे से ड्यूटी? हाँ, सुबह 4 बजे से। मैं वीडियो बना रहा हूँ, वीडियो बना रहा हूँ। आप किधर से? बांग्लादेश से? ठीक ठाक है सब। चलो हाँ, मैं ड्यूटी निकला अभी, मैं भी ड्यूटी जा रहा हूँ। चलो, बङ्गलादेशको अङ्कल हुनुहुँदो रहेछ। उहाँलाई चाहिँ मैले सधैँ देख्छु कि यहाँनिर बाटोमा, यताउता हिँड्दाखेरि चाहिँ बाटोमा उहाँ चाहिँ यो सबै कचराहरू उठाउनुहुन्छ क्या। यहाँको जति पनि रोडमा परेको कचराहरू हुन्छ, यो कचराहरू सबै उहाँले उठाएर त्यस्तो ठुलो ठुलोमा डङ्किनमा हाल्नुहुन्छ, डस्टबिनमा हाल्नुहुन्छ है। तर अहिले त ल ठिकै छ यार, खासै गर्मी छैन होइन, बाहिर निक्लिन सकिन्छ। तर पछितिर चाहिँ यस्तो गर्मी हुन्छ, यो टाइममा यति गर्मी हुन्छ मान्छे बाहिर निक्लिनै सकिँदैन। त्यस्तोमा पनि उहाँहरूले काम गर्नुहुन्छ कि। तर मान्नुपर्छ यार, खै कसरी गर्नुहुन्छ। डह्रो गर्मी हुन्छ उहाँहरूलाई। बिहान 4 बजी आउनुभयो ड्युटी होइन, 4 बजीदेखि अब दिनभरि होला, साँझको 4 बजीसम्म। 12 घन्टा ड्युटी होला पक्कै पनि, 12 घन्टा होला। यस्तो थियो यार, थ्याट सकिन्न के यार। रातिमा चाहिँ बबाल हुन्छ कि, यसको लाइटिङ बबाल लाग्छ यार मलाई रातिमा। मेरो होटल पनि आयो साथीहरू। बाई साथीहरू, भिडियो हेरिदिनु भएकोमा सबैलाई धन्यवाद छ।